ब्लग स्टार्ट गर्छु नि फेरि सुरुदेखि क्या फेरि सुरु हे गाइस वेलकम टु माई न्यू ब्लग आज पनि हजुरहरूलाई शुभ बिहानी भन्दै तर बेलुका हुन आएको छ मेरो ब्लगमा आइसक्नु होला ब्लगमा स्वागत छ हजुरहरूलाई तर मेरो चाहिँ होइन तर मैले इन्टरटेनमेन्ट गराएको हजुरहरूलाई मेरो दाइको ब्लगमा अनि हामी कहाँ गरे हामी ड्रागन फ्रुटको बारीमा आएको कसको भन्दाखेरि मेरो हजुरबुवाको हब्बुवा भनेको बुझ्नुहुन्न त्यही भएर हजुरबुवा क्या हजुरबुवा कति फल गरेछ आमामा यति धेरै फलेको रहेछ त यी पाक्ने पनि यति पाकेको रहेछ हामी सबै खाइदिउँ क्या पाकेको जति सबै खाइदिउँ हामीले अनि त्यही भएर अझै छैन फेरि कहिले आउनु पर्यो अब एक हप्ता पछाडि आउँछौँ हामी हप्ता नमस्ते एक हप्ता पछाडि चाहिँ पाक्छ फेरि अझै अर्को लट पनि लट पाक्छ फेरि डाउ गरेर खानुपर्छ फेरि अनि फेरि जानुपर्छ अनि यहाँ चाहिँ माछा पोखरी पनि छ दिनुहोस् त खोइ म चाहिँ फेरि अब भ्लग बनाउँदै यहाँ चाहिँ माछा पोखरी पनि छ यहाँ हेर्नुहोस् है त म यहाँ छेउबाट देखाउँछु माछाको हो कि भ्यागुताको तर पोखरी चाहिँ पोखरी है यो मल हो यो मल हो भाइ यो मल हो भ्यागुता पोखरी हौ यो मल हो नि भ्यागुता पोखरी हौ मल पानी झोल मल हो ल अब चाहिँ हामी घरतर्फ जाँदैछौँ यो पोखरी फेरि पनि हेर्नु होला भ्यागुताको पोखरी तपाईँहरूलाई भ्यागुताको फार्मिङ गर्नु छ भने चाहिँ यहाँनिर लिन आउनु होला हामीले 100 रुपियाँको एउटा भ्यागुता है के भरे 100 को एउटा भ्यागुता अब म चाहिँ फेरि भेटौँला हामी यहाँ हेर्नुहोस् मेरो दादालाई चाहिँ मेहनत गर्दै एकदम परिश्रम गर्दै हजुर अनि यहाँ चाहिँ एकदम ठुलो फुटबल चौरी छ होइन अनि फुटबल ल्याएको भए चाहिँ हुन्छ क्या हामीले तर फुटबलै ल्याएनौँ हामीले तर यस्तो चौरीमा के खेल्नु फुटबल यस्तो घाँसमा सुनेको चौरी त्यही भएर यस्तो घाम लागिरहेछ बिहानको कति बजे हेर्नु त ए बिहान अरे बेलुकाको टाइमै देखाउँदैन रहेछ तपाईँको मोबाइलमा त अनि यही हो ए एउटा कुरा देखाउँछु ल तपाईँहरूलाई एकछिनै मेरो नयाँ साथी हेर्नुहोस् है त साथीहरू मेरो नयाँ साथी उसको नाम चाहिँ सेट्टी हो हाई हेलो गर्नुहोस् मेरो नयाँ साथीलाई अर्को पनि साथी देखाउँछु है त मेरो अर्को साथी काली के अरे काली यो सेती यो काली त देखेन हौ ए सेती चाहिँ गाई हो काली चाहिँ भैँसी हो है भैँसीको दुध खाने भने डाङ्गी आउनु होला अनि हामी चाहिँ फेरि अब आफ्नो गाडीतर्फ जाँदैछौँ यहाँको चाहिँ एकदम राम्रो चौतारी पनि रहेछ हौ यहाँ त चौतारीमा बस्ने चौतारीमा जुत्ताको तुर्नु पनि खुसी हो चौतारीमै गएर बाँधौँला त्यो मेरो अर्को मिल्ने साथी एकदम बेस्ट म चाहिँ चौतारीमा आइसकेको छु हेर्नुहोस् उफ चौतारी पनि खतरा छ केही लाउन पाइएन है सक्यो भलक के हो ए साथी भलक यहाँ भलक नभन्नु न ब्लग भन्नु क्या मान्छेहरूले बुझ्दैनन् फेरि यहाँ चाहिँ फोटो सेसन हुँदैछ कान्छी दिदी यहाँ हालो भनिदिनु न मेरो ब्लगमा हाई हेलो तपाईँ कहाँ हिँड्नु भएको कहाँ लाउनु भएको मलाई के यहाँ मान्छेलाई तपाईँ कहाँ हिँड्नु भएको तपाईँ बाटै बाटो हिँडेको
यस्तो छ यहाँ चाहिँ एकदम यहाँ भ्युवर्सहरूलाई देखाउँ एकदम राम्रो यहाँनिर ला राम्रो भनेको त धुवै धुवा आयो कस्तो खालको रहेछ म चाहिँ अब मेरो पिपलको रुखमा बसेको छ तर राति छैन नि त अहिले के डर होइन यति धेरै मान्छेहरू हुन्छ यहाँ चाहिँ को हुन्छ भने हे गाइज वेलकम टु माई न्यू भ्लग फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भ्लगमा यहाँ चाहिँ म घुम्न आइरहेको छु कहाँ भने डाँगी है मजाले आइ भन्नु न हाम्रो मिनाजु चाहिँ यहाँ दिक्क लागिसक्यो यहाँ हामी बसेकोले छिट्टो आइज भनिराख्नु भएको छ अनि हामी चाहिँ यहाँ चौतारीमा बस्न आएको थियौँ अघि चाहिँ हामी ड्रागन फ्रुट बारीमा गएको थियौँ तर त्यो चाहिँ सबै डिलिट भइसक्यो त्यो भिडियो चाहिँ त्यही भएर फेरि रेकर्ड गरेको अनि मेरो काली साथी पनि गाई नै साथी नै हरायो क्या तिनीहरू अब फेरि म अर्को मेरो साथीहरूलाई लिएको त फेरि गएछन् उनीहरू पनि भइरहेको छ अनि अब हामीले चाहिँ ड्रागन फ्रुट बारी हेरेर आएको होइन अब हामी चाहिँ फेरि हाम्रो घरतिर फर्किँदैछौँ अनि हाम्रो पिनाजु हाई गरिदिनु न भ्लगमा क्या यहाँ हेरेर नि क्या तपाईँको अनुहार देखाउनु न हामी चाहिँ हिँड्दैछौँ बाटो हामी चाहिँ उहाँ गएर आएको है यहाँबाट अब दादा स्किल देखाउँ त स्किल हिँड्नु चाहिँ यो चाहिँ कक्करले गर्नुभएको छ है खै खै घाम छ नि त त्यही भएर देखिएन क्या यहाँ हेर्नुहोस् हेर्नुहोस् न यस्तो चाहिँ कक्करले बनाउनु भएको छ है म चाहिँ फेरि जान्छु अब यो के कराएको भने नि यो बाख्राको घाँटीमा लगाइदिएको हुन्छ क्या एउटा उयो त्यही भएर गनाएको त्यो कराएको है यहाँ नि भालेहरू रहेछ हौ म सबैले देख्ने बित्ति भएको छैन हौ काटेर खाइदिन्छ भनेर आएको भएर नि नजिक आउँदाखेरि पठाउँदैन नि यहाँ चाहिँ साह्रै चर्को घाम लागिरहेको छ क्या यस्तो रिस यस्तो चर्को घाम चाहिँ किन लाग्नु क्या घाम कहाँ छ यस्तो चर्को घाम लागिरहेको छ नि दिदी अब यसो ओहो मेरो साथीले भेट्यो मैले बल्ल भेट्यो मेरो साथी हुनु काली हो काली भन्नु साथी क्या काली आइज काली साथी यहाँ रहेछ काली बाइक रहेछ नि कतिखेर पुगिन्छ हौ अघि त एकैछिनमा पुगिहाल्छ हामी पुग्दै पुग्दैन अब त उति नै हो नि खै देखेँ त ऊ त्यो उयो कर्नरबाट यसो यहाँसम्म पुग्दाखेरि हामी चाहिँ दिदी पछाडि कतै भएको छैन भइरहेछ हाम्रो घरमा नै घाँस चल्ने डोरा गाजा पुग्ने डोरा होला नि गाई
15 20 गुवा लैजाउँ न नगर्नु चाहिँ भन्नुहुन्थ्यो त्यहाँ भनेको नि आउँछु मकै किन कुरा हुँदैछ फेरि क्यान्सल भयो यहाँ त्यहाँ भनेको रहेछ हामी आउँछौँ ल के भन्थ्यो जति भेटेको आएको अब चाहिँ हामी आफ्नो लोकेसनमा आइपुग्न आँटी भएन अब लोकेसन आइपुग्न आँट्यौँ यहाँ सरकार चाहिँ होइन अहिले कस्तो लोकेसनमा हो यो के हो क्यामेरा ब्याग उयो क्यामेरा चाहिँ कसरी लगाउने हौ के गर्ने पछाडि क्यामेरा कसरी लगाउने जाँदैन नि पछाडि अघि पछाडि लाउनु पर्दैन नि किन अनि मलाई अगाडिको अनुहार मेरो अनुहार हेर्दा मान्छेलाई अल्छी लाग्दैन त नि ठिक नि मलाई थाहा भएन के भयो के भयो खै के भयो भयो खै के भयो खै के भयो किन रोकिएन रोएर आँसु आँसु होइन होला उ पसिना होला अब चाहिँ हामी आफ्नो गाडीको छेउमा आइसकेछौँ अब चाहिँ घर गइदिनु हुन्छ जस्तो लाग्यो अघि चाहिँ अब ड्रागन फ्रुट खाना आएको ड्रागन फ्रुटै नपाएपछि त अब के गर्नु होइन घर जान्छ भन्नु पर्यो कहाँ आएको हामी चाहिँ यहीँ होइन उयो हुन्छ नि त इन्टरटेनमेन्ट हुन्छ नि त मिटिङ पो चलिरहेको छ म त यत्तिकै गएको त्यहाँ बस्नु बाहेक केही छैन है हामीलाई चाहिँ अल्छी लागेको अवस्था बाबाको मिटिङ चाहिँ अघि सकिन्छ आमा आउँछु भनेर भन्नुभएको हामी आइपुग्दाखेरि पनि सकेको छैन खोइ मिटिङै ठिक छ दिदी नाच्नु हामी मान्छेहरू यति सानो बाटोमा पनि हिँड्छ यस्तो बाटो भुल्ला छ यहाँबाट पनि हिँड्नुपर्छ दिदी तपाईँ कहाँ हिँड्नुभएको म त डुल्न हिँडेँ कि ड्रागन फ्रुट खान आयो त्यही काँचै रहेछ तर त्यही पनि अगाडि नि त हामी भ्याउ आयो यहाँ आउनु ल तपाईँ आएर तपाईँ यहाँ आएर हाँस्नु छैन के गर्ने म त राख्नु पर्छ कति खानुभयो तपाईँले ड्रागन फ्रुट चाहिँ भन्नु त ल यतिबाट यति खाएको नि कान्छी दिदीको पेट पनि लागेको छ मित लागेको छैन है ठुलीले अलिक थोरै खानुभयो क्या कान्छी दिदी अलिक सुरुमै छुट्नुभयो अनि चिक्कम किक्कुम खानुभयो अनि ठुलीले अलिक खोरेपछि छिर्नु क्या अनि तपाईँले चाहिँ कति खानुभयो मैले त राम आधी सक्यो होला तपाईँले कति खानुभयो मैले पेट भरि खाएँ अनि यो कसको स्टुडेन्ट बस्नु अनि टिभीएसको भए पनि कसको त नाम लेखेको छैन टिभीएस एन्टर्क लेखेको छ त्यसमा पनि चढिनु पर्यो दिदी तपाईँको त नि कहाँ गएको खै त्यहाँ मान्छे आयो नि गाउँबाट मान्छे होइन मेरो साथी तिमी त तल्ला थियौ होइन यहाँ चाहिँ कसरी आयो तिमी यहाँ कसरी आयो अघि मलाई सबैले हेर्दै पो हिजो कति ल्याउनु हिजो कति क्यामेरा एङ्गल ए हो त्यो फुल्दैन नि त लु अब के भयो फेरि ए